다들이랑 도마데 남레게 상관로야 음 공감 사회기 섬지 섬지 슈아이 남레게 something होला आज सर्वप्रथम मेरो तर्फबाट सबैलाई टाशीतलेक नमस्कार र सुस्वास्थ्यको कामना व्यक्त गर्न चाहन्छु। यहाँ आज आर्य क्षमा वसन्त शिक्षाको नि 5औं दिन रहेको छ अनि आज चाहिँ म तपाईहरुलाई अनि मिगी दोर्जेको नि जीवन मुक्ति कथाको आज लेक्चरमा पनि 13औं श्लोकको विषयमा बताउन गइरहेको छु। अनि सँगै पल्लुले अनि यसको कर्मको टिप्पणी रूप राखेर अनि यसरी अब अनि यसमा विभिन्न भागहरु छुट्याउनु भएको छ हैन। पहिले समाधि, त्यसपछि समाधिपछि अब प्राप्त भएको ध्यान, त्यो भित्रमा पनि अब समाधिको विषयमा मैले बताइसके भने अब समाधि पश्चात अब प्राप्त हुने ध्यानको विषयमा अब त्यो भित्र अब यो विभिन्न अवरोधहरु मार्गमा ल्याउने अब 10 वटा अनि मार्ग 8 वटा अब 10 वटा अब भाग भएको भित्रमा अब म अनि तीनौं भागमा जाँदै छौं। तेस्रो भागमा बोलिरहेको छ अहिले। यसमा शब्द के रहेको छ त भन्दाखेरि अनि आकाश शब्द के छ भन्दाखेरि हैन आकाशसम्मको सबै प्राणीहरुले अनि सुख यो शान्ति प्राप्त हुनको लागि हैन प्राप्तको लागि अब लिने ग्रहण लिने त्याग्नेको अनि यसमा विभिन्न अब कर्ण प्रिय बोले वचन बोले तापनि हैन आफू र अरूमा अनि के हो त दुःख कल झगडा लगाएको दुःखजनक अनि बताउने विभिन्न अब कटु शब्दहरु अनि सामान्यमा अनि हालमा अनि बोल्नु मको कहाँ छ र त्यस्तो कहाँ बोल्नु हुन्छ र हैन। त्यो अनि मैले मेरो काम यसलाई पनि म राम्रो काम ठान्दछु भने यसरी अब समझछु भने यसरी बताउनु भएको छ। आजकल अब के गर्न हुने र नगर्ने हैन भने अब हाम्रो बुद्ध भक्तिले अब सोच्नु पर्ने हुन्छ। धेरै जसो अब हैन हामीले अब कुन चाहिँ त्याग गर्नुपर्छ कुन चाहिँ लिनुपर्छ भने त्यो चाहिँ हामीले याद हुनुपर्छ हैन। हामीले अब त्याग गर्नुपर्ने अकुशल कर्महरु हो हैन लिनुपर्ने कुशल कर्म हो भने हामीले ज्ञात हुनुपर्दछ हैन। अब अहिलेको समयमा हामीले राम्रो कर्म गर्नुपर्छ नराम्रो कर्म गर्नु हुँदैन भने अब हामी यसको विषयमा व्याख्यान गर्ने अब भइरहेको छौं हैन व्याख्या गर्दै छौं। अब सधैं चाहिँ दैनिक हिसाब हैन हिसाबमा अब विभिन्न लामा गुरुहरुको विभिन्न अब नाम लिएर हैन विभिन्न पदमा बसेर अनि अब आफ्नो एउटा लामाको पदमा बसेर हैन विभिन्न पद लिएर अब हैन आफ्नो बानी चर्या व्यवहारहरु चाहिँ के हो त अब किसिमको भन्दाखेरि अब त्रिपिटकमा अब मेल नखाएको हैन। अब विनयमा अब नदेखिने सूत्रहरुमा नपाइने अभिधर्म कोशमा अब विरोध आभास हुने त्यस्तो अब हैन त्यस्तो अब लुकाउनको लागि अब आफ्नो के हो त आफ्नो छल कपट चाहिँ अब लुकाएर हैन अनि आफ्नो गल्तीहरुलाई चाहिँ लुकाउँदै हैन अब नराम्रो भए पनि अब गल्तीले चाहिँ लुकाएर अब राम्रो राम्रो बन्न खोज्नको लागि विभिन्न उपायहरु विभिन्न अब आइडियाहरु निकालेर यसरी अब गर्ने गर्दछन् हैन। अब आफ्नो दोषहरु भए तापनि तिनीहरु गुण हुन् भने अब
अरूलाई अब त्यस्तो गर्ने पनि गर्दछ त्यो के हो त भन्छ अब तिनीहरू चाहिँ कल्पना गर्छन् कि ती व्यर्थ कार्यहरू पुरा गर्नमा ठुलो उद्देश्य राख्दछ हैन आफूले पुर्याएको अब हानिलाई उनीहरूले ठुलो फाइदा अब ठान्दछन् हैन अब उनीहरूले चाहिँ प्राणीहरूलाई अब हानि नोक्सान पुर्याए पनि त्यो व्यक्तिले चाहिँ के हो त भन्दाखेरि हैन अरूलाई हानि नोक्सान पारे तापनि यो चाहिँ अब फाइदाजनक कुराहरू हो लाभ हित हुने कुरा हो भनेर विभिन्न व्याख्यान टिप्पणी गर्दै यसरी प्राणीहरूलाई अब बुलाउने गर्ने गर्दैछौ हैन यो चाहिँ के हो त भन्दा तिनीहरू अज्ञानताको अन्धकारमा नि ढाकेको जनाउँछ यसले हैन अब यस्तो भन्ने मान्छे चाहिँ के हो त भन्दाखेरि यो र अनि अब पछिल्लो जीवनका लागि अब हैन के गर्ने नगर्ने भन्ने अब विभिन्न भनौँ न अन्यलमा परेपछि अब चर्चित नाम र कृति भएका व्यक्तिहरू नि आफूले जस्तै उदाहरणलाई नि पछ्याउनको लागि खुसी हुन्छन् हैन एउटा आफ्नो स्वार्थको लागि आफ्नो जिन्दगी खुसी हुनको लागि मात्रै अब यसरी अनि स्वार्थको लागि मात्रै यसरी अब उसले गर्ने हुन्छ हैन अब एउटा शिक्षा अब शिक्षार्थी भए पनि एउटा शिक्षाकर्मी भए पनि हैन र गुरु चेला जे भए तापनि अब के हो त आफ्नो स्वार्थको लागि आफ्नो गल्तीहरू लुकाउने हैन ज्ञान खुबी नभए पनि अब अनि खुबी देखाउने हैन त्यस्तो गर्ने गर्दछ हैन अब उनीहरूले एक अर्कालाई अब थप प्रसिद्ध दिनेछन् र भन्ने आशा राख्छन् भने अब के हो त अब एक अनि एक आपसमा अब के हो त अनि गुरु चेला जे जस्तो भए पनि एक आपसमा उचाल्ने तपाईँ ठुलो हैन मभन्दा हजुर ठुलो हुनुहुन्छ भने यसरी अब भनौँ न अनि तपाईँको शरीर प्राणी र मनको आचरण विनयसँग मिल्छ अत्यन्त मिल्दो रहेछ अब तिमीले गरेको बोधि चित्तमा अब एकदम ज्ञानहरू हासिल गरेको रहेछौ तिमीसँग गुप्त मन्त्रको मुक्तिको ठुलो पक्ष पाठहरू रहेछ हैन हैन तपाईमा धेरै क्षमता रहेछ भने तपाईमा धेरै दृष्टिकोण अनि फरकिलो छ भने तपाईको ध्यान अनुभवहरू स्थिर छन् भने ती एक आपसमा यसरी भनौँ न ब्रह्म फसाएर हैन अब कुनै अलिकति अनुभवी अलिकति उसलाई पोख्त भइसकेको व्यक्तिहरू हैन तपाईहरु दुवैजना यस्तो गर्दाखेरि मिल्दैन हैन अनि तपाईहरु यस्तो गर्नु मिल्दैन भने यसरी भन्दाखेरि उनीहरु चाहिँ के हो त त्यसलाई अब स्वीकार नगरिकन हैन समर्थन नगरिकन हैन हैन त्यस्तो तिमीले हाम्रो ज्ञानको स्तरहरू ज्ञानको तहहरू तिमीले बुझेको छैन बुद्धको ज्ञान भने अनेकन ज्यादा हुन्छ त्यो तिमीले बुझेको छैन भने यसरी अरूलाई नि जुन अनुभवी मान्छेहरूलाई यसरी व्याख्यान गरेर नि भुलाउने टार्ने नि गर्ने गर्दछ झनै त्यो झन् उनीहरूले के भन्छ भन्दाखेरि त्यो अब अज्ञानी मान्छेहरूले हैन मान्छेलाई भुलाउन खोज्ने पदवालाको नाम लिएर उनीहरूले के भन्न खोज्छ भन्दाखेरि हैन अब आफ्नो गुरुको वचनलाई भन्दा पनि अब बुद्धको वचनलाई चाहिँ अब हैन आफूले अब ध्यान दिनुपर्छ त्यसलाई अब एक किसिमको हामी इज्जत गर्नुपर्छ भने हैन अनि यो गुरुको वचन हो हैन गुरुको उपदेशहरू हो भनेर यसरी हैन अनि हामी धर्म जे भयो भने गुरुको अब पछि चल्नुपर्ने हुन्छ गुरुको मार्ग अनुसार चल्नु भन्दाखेरि यो मेरो वचन हो त्यो तिमीले स्वीकार गर्नु पर्दछ भने यसरी फकाइ फुलाइ गरेर हैन अनि भ्रम फसाएर हैन अनि मेरो वचन चाहिँ तिमीले एउटा उपदेश जस्तै गरेर तिमीले अभ्यास र अनुष्ठान गर्न मिल्छ भने यसरी आदेश अनि दिने गर्दछ हैन अनि यिनीहरूले त्यसरी अब व्याख्या त्यसरी टिप्पणी गर्दाखेरि अनि फलाउन अलिकति नबुझेको मान्छेहरूले तल्लो त कमजोरी मान्छेहरूले भर्खर धर्ममा पहिलो टेक्दै गरेको मान्छे ओ यो लामाले साँच्चै नै भन्यो है त सत्य हो भने त्यसरी अनि अन्धकार विश्वासमा फसिरहेका धेरै देख्छौँ अब जुन मिग्यु तोर्जे हैन 8औं कर्मपा मिग्यु अनि मिग्यु तोर्जेले चाहिँ यस्तो अब कतै छैन अब हैन
अब उहाँलाई त्यसरी अब मान्छेले फकाफुला गरेर अनि गलत मार्गमा लानुभएको चाहना थिएन हैन अनि मिगी दर्जीले यसरी विभिन्न दृश्य एकदम नराम्रो दृश्य देख्नु भएर उहाँले के याद गर्नुभयो त के मनमा विचार गर्नुभयो भन्दा ओहो यसरी एउटा धर्मको नाममा यसरी नराम्रो अधर्म मचाउनु भनेको राम्रो त होइन रहेछ यसले त एउटा सामान्य ज्ञान पनि परिजाउँ हैन बुद्धको ज्ञानको त परिजाउँ सामान्य आफूमा एउटा दया मायाको भाव पनि आफूमा उत्पन्न नहुँदो रहेछ भने उहाँले यसरी अनुभव गर्नुभयो विचार गर्नुभयो त्यो मनमा उहाँको उब्जियो हैन त्यसैले अब जुन मिगी दर्जीले चाहिँ अब जुन मान्छेले चाहिँ एउटा सद्भावना लिएर मान्छेको लागि सत्य हिसाबले राम्रो काम गर्दछ अरूलाई हित अरूलाई कल्याणमय कार्य जब्दछ त्यसलाई चाहिँ उहाँले एकदम खुसी जनाउ एकदम आनन्द मान्नुहुन्थ्यो हैन तर अब जुन मिगी दर्जी कुनै मान्छे जुन अब उनीहरू चाहिँ अलिकता अखुसी र अलिकता निन्दा गर्नुहुन्थ्यो त्यो चाहिँ के हो त भन्दाखेरि हैन अनि बुद्धको विभिन्न यो वचनहरूलाई अनि शास्त्र सूत्रहरूलाई चाहिँ अब अलिकता लत्ताउनेहरूलाई चाहिँ उहाँले अब निन्दा गर्नुहुन्थ्यो हैन त्यसै गर्दाखेरि अनि जुन त्यसमा लेखेको दार्शनिक कुराहरूलाई चाहिँ उहाँले अब यसरी हास्यजनक कुरा गर्दै उहाँले अब सत्य मार्गमा लगाउनु हुन्थ्यो हैन गलत धर्म सिकाउने झुट र यसरी उच्च राज्य र वास्तविक उत्कृष्ट अर्थात् मुक्तिको लागि क्षमता जागृत गर्न सक्ने जो सम्भव शास्त्र अनुसार सिकाएको धर्मको अनुमति विकास गर्न सक्छ उहाँले बुद्धको निर्दोष शब्दहरू सत्यसँग मेल खाने शब्दहरू प्रयोग गरेर सिकाउनु हुन्थ्यो शास्त्रसँग मेल खाने शब्दहरू सिकाउँदा अनुभूति विकास नहुनेहरूका लागि उहाँले छोटो अनुभवका हास्यपातहरू कथाहरू तिनीहरूका लागि अनि गल्तीहरू वा भनाइ कथाहरू मार्फत सिकाउनु हुन्थ्यो अनि छोटकरीमा भन्नुपर्दा अब हाम्रो सबै आचरण बुद्धको शिक्षाहरूको प्रत्यक्ष विरोध आवाजपूर्ण अनि पूर्णतामा खराब छन् विशेष गरी तिनीहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खण्डन गर्ने हैन त्यस्तोलाई चाहिँ उहाँहरूले अब विवाद गर्नेहरूलाई चाहिँ अब खण्डन गर्नेहरू चाहिँ उहाँले अब राम्रोसँग धर्महरू सिकाउनु हुन्थ्यो कि उहाँले चाहिँ अब यो अनि सांसारिक र यो लोकार्थ जे भए तापनि अनि उहाँ एकदम ठाडो हिसाब सिद्ध हुनुहुन्थ्यो होइन एकदम जे छ त्यही नै होइन गलत हो भने गलत अब गुण हो भने गुण हो यसरी उहाँले छर्लङ्ग दुधको दुध पानीको पानी जस्तै उहाँले छुट्याउनु हुन्थ्यो होइन यसरी धर्मको उल्लेख गर्नु भनौँ न अब अनावश्यक छैन यो संसारिक तरिकाहरूका बारेमा पनि गलत फ्यामिलीहरू भएका हुन्छ हैन सही भाग्यका साथ उनको विद्यार्थीहरूले यसरी भविष्यको जीवनमा सुख र दुःखको कर्ममा अनि परिणाममा ठुलो विश्वास प्राप्त अब गर्नुभयो उहाँलाई अब एउटा उहाँले के हो त सहीको सही गलतको गलत यसरी जस्तोलाई पनि अब उहाँले छुटाउनु हुन्थ्यो हैन 간단한 미규도 고랑기 딱 간다르지 마 जे भए तापनि अब मिगी दर्जीले चाहिँ अब एकदम सिधाको सिधा हैन स्टेटमा हैन उहाँले अब सिधै अब बताउनु हुन्थ्यो कहिले पनि अब यसरी कुराहरू पछि लुकाउनु नहुन्थ्यो हैन अनि मान्छेहरूलाई सद्भावनामा अब उहाँलाई अब ल्याउनुको लागि हैन अनि जुन मान्छेले अब सत्य के हो असत्य के हो हैन त्यसलाई अब स्पष्ट रूपमा बताइदियो भने त्यसले अब गल्ती र सत्य के हो उसले अब चिन्नु सक्छ हैन त्यो अब गल्ती र अब विभिन्न सत्य त्यसलाई चिनिसकेपछि अब सत्य बाटोमा मार्गमा लाग्नुको लागि यसरी उहाँले सिधा यसरी बोल्नुहुन्थ्यो अब विभिन्न अब भनौँ न विभिन्न अब एउटा लामाको पदमा एउटा नाम लिएर किसिमको विभिन्न गलत चर्याहरू अनि विभिन्न
खराब बेउराले गर्दाखेरि हैन अब विभिन्न धर्म र व्यक्तिमा धेरै मनमुटाव अब मार्ग अब गलत हुने त्यस्तो धेरै नै हुन्थ्यो हैन त्यो अब कसरी हुन्थ्यो त गलत कसरी हुन्थ्यो त भन्ने त्यसको लागि अब त्यस्तो गलत नहुनुको लागि विकृति नहुनुको लागि उहाँले अब सिधै उहाँले गलतमा गलत सहीमा सही बताउनुहुन्थ्यो सही र गलत बताउनुको लागि उहाँ कहिले पछि हट्नु नहुन्थ्यो अनि अब विभिन्न अब यसरी सत्य अर्थलाई उहाँले पल्टाउँदै हैन त्यसरी अब गाँस्दै अब अनि सत्य र असत्य के हो हैन त्यसरी जाने क्रममा विभिन्न दार्शनिक कुराहरू पनि उहाँले अब दार्शनिकबाट अब मान्छेहरूलाई सही मार्गमा लगाउनु हुन्थ्यो र धर्मप्रति उहाँले प्रेरित गराउनुहुन्थ्यो अब खास भन्नुपर्ने भने मिग्यू दोर्जेको चाहिँ के हो त आफ्नो विनयजन चाहिँ अब मार्गमा लाउनको लागि सिधै लानुहुन्थ्यो यसरी अब ढाकछोप गरेर हैन अब एउटा धन सम्पत्तिको लालचमा फसेर यसरी अब भनौँ न यसरी अब लानु नहुन्थ्यो हैन धर्ममा लाउनुको लागि कहिलेकाहीँ यसो ख्यालमा कहिलेकाहीँ सत्य बताएर कहिलेकाहीँ अब विभिन्न अरूलाई अब निन्दा गरेर विभिन्न खण्डन गरेर यसरी सत्य मार्गमा उहाँले लाउनुहुन्थ्यो र कुन चाहिँ त्याग्ने हो कुन चाहिँ आफूले ग्रहण गर्ने हो हैन अब मान्छेको गलतमा गलतै देख्ने भावना र सहीमा सही देख्ने भावनालाई यसरी जोड दिँदै हैन अनि उहाँले जति सक्दो अब अनि टाइमलाई अब भनौँ न आफूले व्यस्त भए तापनि त्यसको लागि जति सक्दो उहाँले समय दिनुहुन्थ्यो प्राणी हितको लागि मार्गमा लगाउनुको लागि अब त्यस्तो गर्ने क्रममा नि मिग्यू दोर्जेलाई सधैँ नै सद्भावना जाग्ने हैन अनि एउटा दिव्य ज्ञान हुने मान्छेहरूलाई चाहिँ मिग्यू दोर्जेले के देख्थ्यो भन्दाखेरि मिग्यू दोर्जे साँच्चै नै उहाँ चाहिँ अब साँच्चै नै मनभित्रबाट नै अब एउटा दयामाया भएको एउटा सत्य मान्छे भएको पुरुष भएको हैन एउटा सत्य दयामाया करुणा जागेकोले अनि धर्म अधर्म के हो हैन पाप त्यसपछि अब कुशल अकुशल के हो हैन यसरी अब गुणहरू अब सिधै बताउने हैन धर्म र अधर्मको अब विपरीत हैन छुट्याउन सक्ने दुध र पानी छुट्याउन सक्ने त्यस्तो अनि देखाउन सक्ने अनि पुरुष रहेछ भने उहाँले प्रायशले उहाँले धेरैले प्रशंसा गर्नुहुन्थ्यो हैन अब कुनै मान्छे चाहिँ के हो त एउटा आफ्नो मन चाहिँ धेरै संसारिक हैन पाँचौं अब आठौं यो संसारिक धर्महरूप्रति हैन लोभमा रिसमा डाहमा अनि फसेर हैन फसेर अब एउटा नाम चाहिँ लामा हो भनेर एउटा लामाको नाम लिएर भिक्षुको नाम लिएर काम चाहिँ के हो त उसको मनमा चाहिँ अनि डाह ईर्ष्या लोभ रिसले बाँधेर हैन त्यसरी बाँधेर अनि एउटा गधालाई बाघको छाला ओडाको जस्तै अनि आफू गधा जस्तो भए तापनि एक किसिमको अनि एउटा के हो त अनि आफू नराम्रो एउटा कुविचार भए तापनि एउटा अनि सद्भावना जस्तै बोक्ने एउटा रूप लिएर अनि एकदम अनि अरूलाई हप्काउने अनि सेक्खी गर्ने अनि सत्य गर्ने मान्छेहरूलाई सत्य मार्गमा लाउनेहरूलाई चाहिँ यो मान्छे सत्य होइन भनेर आरोप लगाउने खुट्टा तान्ने सत्कर्म गर्ने लाई पनि अब सत्कर्म गर्नु नदिने हैन त्यसरी अब धेरै अब गर्नुहुन्थ्यो मिग्यू दोर्जेले यसरी दुःख दिनुहुन्थ्यो एउटा भिक्षुको नाम लिएर हैन अनि अब काम चाहिँ एउटा राक्षस जस्तो अब उहाँहरूले अब सार्नुहुन्थ्यो अब संसारमा अब यो बैराग नचल्ने र अब एउटा संसारिकको एउटा माया मोहमा फसेर अनि म चाहिँ एउटा भिक्षु हो हैन भने यसरी अब एउटा लोभ र रिसमा फसेर एक किसिमको के हो अरूलाई जहिले पनि निन्दा अरूलाई गाली गलौजा हैन त्यस्तो मात्रै गर्ने पनि रहेछ
विशेष गरी अनि विशेष गरी धर्ममा आस्था राख्ने धर्म भक्तिहरूलाई चाहिँ अब धर्ममा अब आस्थालाई चकनाचुर पारिदिने एक किसिमको जुन बुद्ध धर्मसँगले एउटा आस्था भएकोलाई नि आस्था विहीन पारिदिने हैन उम्रिएको भक्तिलाई पनि अनि त्यसलाई थिचुमिची गरेर नष्ट गरिदिने हैन हैन असल भनाइलाई भन्नेलाई पनि अब क्रोधित गरिदिने मानिस मिठो शब्द भनौँ न अब दोहोऱ्याएर अब अरूलाई अब सत्य मार्गमा लाउनुको लागि सद्मार्गदेखि हटाउनुको लागि कुमार्गमा लगाउने त्यस्तो पनि धेरै थियो हैन अहङ्कारी र हस्तक्षेपकारी धेरै नै थियो हैन अब मिगिदोर्ज्यू बालोमा हैन यसरी अब जुन एउटा लामाको रूप लिएर हैन एउटा कर्मको नाम लिएर अब यसरी अब विभिन्न प्राणीको लागि यसरी यसरी अब प्राणीहरूको लागि काम गर्नु अब राम्रो होइन भने विभिन्न अब एउटा भनिएको थियो एउटा मिगिदोर्ज्यूले यसरी अब अल्प ज्ञान हुने मान्छेहरूले हैन अब सही ढङ्गले सही हिसाबले अब सही हिसाबले धर्मको मार्ग अनुसारमा मेल हुने अनुकूलता हुने हैन मिल्ने अनि धर्मको सही धर्मको मार्गमा जाँदाखेरि पनि एक किसिमको के होता एक किसिमको अनि अनि अब धर्मी कुन हो अधर्मी कुन हो हैन धर्म भक्ति कुन हो अब अधर्मी कुन हो अभक्ति कुन हो भने अब यसमा अब यो प्राज्ञ पारमिता भित्र लेखिएको छ हैन धर्मको अभ्यास गर्ने व्यक्तिसँग धर्म अस्वीकार गर्ने कर्म छ भन्नु भनेको प्राज्ञ पारमिता भित्र अब यसरी लेखिएको छ हैन त्यस्तै गरी यो प्राज्ञ पारमिता सूत्रभित्र के लेखेको छ भन्दाखेरि अब एउटा नजाने के मूर्खहरू हैन धर्मको गुदीहरू नजाने हैन यो बुद्धको धर्म होइन यो सूत्र होइन यो विनय पिटक होइन यो सूत्र पिटक होइन यो अभिधान पिटक होइन भनेर यसरी अब यसरी यो धर्म होइन भने यसरी बोल्ने मान्छेहरू भविष्यमा धेरै नै मार जस्ता अधर्मीहरू निस्किनेछन् भने अब यसरी उहाँले भविष्यवाणी पनि गर्नुभएको थियो हैन अब त्यो बेला चाहिँ झनै अब के हो त भन्दा अब जुन प्राणी हितमा दिनरात खटिरहने बोधिसत्वहरू एउटा सत्य बौद्ध भिक्षुहरू चाहिँ झन् त्यस्तो प्राणीहरू देखेर त्यसमा दया माया जाया यसरी दयाहरू धेरै नै झन् उत्पत्ति हुने जन्मिने हुने हुन्छ भन्ने पनि बताएको छ त्यस्तै गरी अब विशेष गरी यो कलियुगमा अब के हो त बोधिसत्वहरूलाई बुद्धको चेलाहरूलाई के हो त परम गुरुहरूलाई चाहिँ अब अनि धेरै निन्दा गर्ने धेरै अब विघ्न बाधा गर्ने धेरै नै हुन्छ हैन निस्किन्छ अब त्यस्तो विभिन्न विपरीतहरू आउँदाखेरि हैन सङ्कट आउँदाखेरि बोधिसत्वहरूले हैन सत्य काम गर्दाखेरि पनि के हो त जुन अधर्मी पक्षबाट उक्साएको कुराहरूलाई सबै अनि के हो त अनि ढाकिदिने सबै पुरिदिने सबै के हो त अनि नष्ट गरिदिने हुँदाखेरि जुन अधर्मीले मचाएको कुरा चाहिँ अब उसले साकार र नपुग्दाखेरि उनीहरूलाई के हो त अनि लाज मर्द हुने एकदम हाँसोजना हुँदाखेरि झन् त्यसमाथि बोधिसत्वहरूलाई रिस घृणा गर्दा यसरी विरोधको शत्रुहरू अनि धेरै नै अब फैलिएर जान्थ्यो जुन अब अधर्मी मान्छेहरूको सोचले गर्दाखेरि अब यसले चाहिँ के भनेको छ भन्दा अब यो चार मारभित्र अब होइन देवपुत्र मार भनिन्छ अब देवपुत्र मार भन्छ त्यसरी भनिन्छ हैन जुन अब सत्य काम गरे पनि अब शत्रुहरूले अब जुन अब के हो त किसिमको दुःख दिए बाबत जुन
पुरुषले यसरी बोधि शब्दहरूले अनि प्रवचन गर्ने क्रममा फेरि मारहरूको हैन कर्महरूलाई अभ्यासहरू सबैलाई अब नष्ट पारेर फेरि उनीहरू जुन दुहरू मारहरू चाहिँ अब लाज मर्दो भएर लज्जा भएर फेरि अब यसरी क्रोधित भएर अनि अब के हो त अनि अब क्रोधित भएर यसरी अब बसमा राख्नु पनि भएको छ बोधिसत्वहरूले। अब हामीले के सोच्नुपर्छ त भन्दाखेरि हैन मोक्ष र एक किसिमको बुद्धको ज्ञानलाई प्राप्त गर्नको लागि अब मार अब यो प्राप्त गर्नको लागि त्यसमा अवरुद्ध पुर्याउने मार कस्तोले भन्छ भन्दाखेरि आफ्नो छेउमा हुने हैन हैन आफ्नो छेउछाउमा हुने अब के हो त अब जुन अब लोभ रिस घमण्ड डाजे हो हैन त्यो चाहिँ के हो त एक किसिमको त आफ्नो छेउमै हुने हैन जुन अब आफ्नो मित्रतामा पनि हुन्छ आफ्नो घनिष्ठ मित्रमा पनि हुन्छ हैन अब त्यो चाहिँ आफ्नो छेउछेउमै हुने अब धेरै सम्भावना छ। अब सिधै हिसाबले यो मार भनेको चाहिँ नराम्रो हो मैले भनेको होइन हैन बिचरा त्यो मार कलेजको मार हैन त्यसै गरी विभिन्न अब ज्ञानको मारहरू भएको कारणले उनीहरूलाई बिचरा एउटा के हो त उलाई अधिकारै छैन। यसले त्यो मान्छेलाई जुन मान्छे भित्र भएको यो मारले उसले अधिकारमा ठप्प बाँधिसकेपछि त्यो मान्छेलाई कुनै पनि अधिकार उसलाई कुनै पनि अब स्वतन्त्र छैन हैन। अब एक किसिमको जुन मान्छे राम्रो काम गर्ने नगर्ने हैन सत्य बाटोमा लाले नलाने अरूले नराम्रो काम गर्ने त्यो रिमोट कन्ट्रोल जस्तै अब त्यो चाहिँ दुई भित्र आफूमा हुने मारलाई भएकोले अब अनि मार भएकोले अब मार भनेको चाहिँ एक किसिमको कालो घरभित्र अँध्यारो घरभित्र छ भन्ने अब त्यसरी अब हामीले त्यसरी सोच्ने एक किसिमको के हो त आफूले विचार गर्नु नसकेको हो बुद्धि घुमाउनु नसकेको हो। यसको पछि म एउटा के कुरा भन्न चाहन्छु भनेदेखि तपाईलाई सबैलाई थाहा हुनै पर्दछ त्यो के हो त भन्दाखेरि तपाईलाई प्रयासलाई थाहा छँदैछ। अब यो कर्मपाको यो अवच्छिन्न अवतारहरूको रूपमा भित्र चाहिँ अब जुन रचना गरेको एउटा सुङबुम जुन उहाँहरूले रचना गर्नुभएको बौद्ध ग्रन्थ सबसे ज्यादा कसको हो त भन्दाखेरि त्यो तपाईलाई थाहा छँदैछ। अब कर्मप भित्र हैन पहिलो अवतारीदेखि 16औं अवतारीसम्मको अब सबसे अनि बुद्धको अब सूत्रलाई अब टिप्पणी गर्नेको अब कति छ त भन्दाखेरि सबसे ज्यादा कर्म पक्ष रहेको छ हैन। अब जसको अब संकलित कृतिहरू अब कंग्युर जत्तिकै विशाल भनिन्छ हैन तर धेरै छ। अब उहाँले बताउनु भएको धर्मको ग्रन्थमा टिप्पणी गर्नुभएको अब भनौँ न अब कंग्युर बुद्ध वचन जत्तिकै अब विशालता छ भन्ने भनिएको छ। मैले एउटा पहिला एउटा भर्खरको अब एउटा यो छ्याङ्जु लोटो थर्सिने भन्ने अनि उहाँ सुर्बु गुम्बामा बस्ने बेलामा चाहिँ मलाई उहाँले मलाई के बताउनु भयो भन्दाखेरि यो सुर्बु गुम्बामा चाहिँ अब जुन पुस्तकालय छ त्यो पुरानो पुस्तकालयभित्र चाहिँ कर्म पक्षीको अनि यो वचनहरू अब त्यहाँ राख्दाखेरि अब कर्म पक्षीको यो अनि बौद्ध ग्रन्थ बाहेक अनि केही पनि थिएन सबै उहाँको नै धेरै छ भने यसरी मलाई अब यो मेरो छ्याङ्जुले यसरी भनेको थियो सुर्बु गुम्बामा। अब त्यस्तै गरी अब के हो तर अन्य कर्महरूमध्ये सबैभन्दा लिखित हैन लिखित कृतिहरू चाहिँ भएको चाहिँ के हो त मिग्यु दोर्जेको 8औं कर्मको पनि बताइन्छ।
अब उहाँको चाहिँ विभिन्न अब यो कविताहरू त्यसै गरी विभिन्न लय मिलेको होइन सङ्कलित कृतिहरू होइन अनि त्यसमा अब टिप्पणी गरेको होइन अनि 23 वर्षमा आउँदाखेरि अब प्राज्ञ पारमिता अभिषेम अलङ्करणको टिका होइन 24 वर्षमा आउँदाखेरि उहाँले अब यो अनि विनय पिटक होइन 26 वर्ष उमेर हुँदाखेरि उहाँले अब अनि अभिधर्म यसरी सूत्र लेख्नु भएको थियो होइन होइन अभिधर्म कोशी लेख्नु भएको थियो त्यस्तै गरी अब माध्यमिका अब दाजुडुबी सिंहदा लगायत विभिन्न उहाँले अब सूत्र पक्षमा पढ्ने बौद्ध ग्रन्थहरू पनि धेरै उहाँले लेख्नुभयो अब तन्त्रको कुरा गर्ने हो भने अब महामायाको व्याख्याहरू होइन जुन मन्त्रको तन्त्रको कुराहरू होइन विभिन्न यो मण्डलहरूको साधना विषयमा उहाँले लेख्नुभयो त्यस्तै गरी अब तन्त्रयानको मुख्य द्वार होइन द्वारको सार भने यसरी अब उहाँले विभिन्न सूत्र तन्त्रको अब लेख्नुभयो होइन उहाँले विभिन्न यताउता गरेर अब 20औं भन्दा धेरै अब ग्रन्थहरू उहाँ लेख्नुभयो म पहिला भोटमा बस्ने क्रममा मिग्यु दोर्जेको अब सुङमुङ पुरानोहरू धेरै अनि अब अनि म टिबेटमा हुँदाखेरि होइन भोटमा हुँदाखेरि मिग्यु दोर्जेको पुरानो एकदम ठुलो लामो एकदम गरुङ्गो जुन मिग्यु दोर्जेद्वारा लिखित यस्तो मैले धर्म ग्रन्थहरू देखेँ त्यो मात्रै नभएर मिग्यु दोर्जेको यो काव्यहरू उहाँले लेख्नु भएको कविताहरूको विषयमा कुरा गर्नु पर्दा मैले यो कविताभित्र अब मेलोङमा भन्ने एउटा विभिन्न अब भोटको अब कविता रहेको छ त्यसमा अब 30औँवटा विभिन्न अब पाठ रहेको छ अध्यायहरू होइन त्यो भित्र अब छ्या कवि घेन भनेको अब झा कवि घेन होइन एक किसिमले के हो त अब गर्नु पर्ने एकदम कठिनता अब अलङ्कार भन्ने लेखिएको छ होइन त्यस्तो एउटा अध्याय रहेको छ त्यो भित्र चाहिँ अब त्यसमा चाहिँ के हो त भन्दाखेरि विभिन्न छेउछेउमा चाहिँ अब गुरुहरूको चित्र कोरिएको थियो होइन त्यो उहाँ अब झा कवि घे भने अब कविता चाहिँ अब अनि टाउकोदेखि पढ्दाखेरि पनि त्यसको मतलब बुझ्नु सक्ने जुन उल्टोदेखि टाउकोसम्म अब पढ्दाखेरि पनि त्यस्तो बुझ्नु सक्ने होइन त्यस्तोसम्म उहाँले अब रचना गर्नुभएको थियो होइन त्यो चाहिँ झा कवि घेन यो चाहिँ के गर्नुको लागि अत्यन्त अब गाह्रो अलङ्कार एउटा गहना आभूषण जस्तो हो भने एउटा काव्यमा पर्दछ अध्यायमा त्यस्तो उहाँले लेख्नु भएको थियो अब मिग्यु दोर्जेले चाहिँ अब 20 लगभग ज्यादा नै अब गरेको छ भनेर यसरी अब किताबमा मात्रै अब ग्रन्थमा मात्रै गन्ती नगरेर होइन अनि बाहिर मात्रै नभएर होइन भित्रीको ज्ञानहरू होइन भित्रीको सत्य ज्ञानहरू पनि उहाँले अब यसरी सत्य बाँड्नु भयो होइन त्यो चाहिँ के हो त अनि भोटमा अब विश्वविख्यात अब विद्वानहरूले उहाँको कलालाई उहाँको अब लिखितलाई यसरी अब इज्जत र यसरी अब एउटा सम्मान गरेको थिए अब उहाँले विभिन्न यो सूत्र तन्त्र लगायत विभिन्न टिप्पणीहरूमा होइन एउटा बाहिरको एउटा त्यसको अब चिदुन भन्छ अब होइन समग्र अब सामान्य समग्र मुख्य सारहरू एकदम स्पष्ट होइन प्रत्यक्ष रूपमा त्यसको ज्ञान बुझ्न सक्ने र त्यसको के हो त शब्दार्थहरू होइन भित्री भाषहरू भित्री गुदीहरू एकदम स्पष्ट उहाँले अब यसरी लेख्नुभयो होइन यो चाहिँ कर्म कमसङको अत्यन्तै गहनमा एकदम आभूषण जुन दार्शनिकको आभूषण यसरी उहाँले एउटा रचना गर्नुभयो यसरी अब उहाँले उदाएर यसरी भन्नु उदाइ दिनुभयो कर्म कमसम्म यसरी धेरै नै अब उहाँले अब फैलाउनु भयो
अब गेलुप अब घिसे कुनैले के हो भन्दाखेरि हैन एउटा खाली समयमा चाहिँ अब जुन मिगु दोर्जीले रचना गर्नु भएको अब विभिन्न यो लेखहरु चाहिँ अब हामीले हाम्रो खाली समय हामीले अध्ययन गर्ने गर्छौं भन्ने यसरी भन्नु पनि भएको छ भन्ने थियो त्यो बेला भन्ने पनि गर्थ्यो हैन अब हामीले कुनै समयमा टाइम हामीले प्राप्त भयो भने हैन अनि उहाँको अब के अनि असाधारण लिखित किन हो साधारण एकदम लिखित के हो यसरी अब हैन यसरी अब हामीले भविष्यमा यसरी अनि यसरी हामीले प्रचार गर्यो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ अनि उहाँको के अब लेख्नु भएको एउटा टिप्पणीमा के पछि बताउने छु अहिलेको लागि 30 मिनेटको लागि म विश्राम लिन चाहन्छु पहिले बताए चाहिँ उहाँको धेरै नै अब यो लिखितहरु धेरै नै छ त्यो भित्रमा पनि अब एउटा सानो एउटा उहाँको लिखित म यहाँ प्रचार गर्न चाहन्छु यो चाहिँ अब के हो त भन्दाखेरि अब शिक्षा र शिक्षाको निर्विवाद उत्पत्ति प्रस्तुत गर्दै अब प्राचीन अनुवाद गोप्य मन्त्रको अब सम्बन्धमा के आपत्तिहरूको जवाब भन्ने एउटा छ हैन अब यिङमा गोप्य मन्त्रको अब धर्म वास्तविक धर्म हो होइन भन्ने खण्डन गर्ने र बुद्धको वास्तविक धर्म हो होइन हो भनी अब खण्डन गर्ने र बुद्धको वास्तविक धर्म हो भनी आपत्ति प्रतिक्रियाको रूपमा प्रमाणित गर्ने यस विषयको विषय हो अब यसको पुरानो अब लिखित छ हैन मलाई पाएको यसको अब जवाफहरुको हैन के उदाहरणको लागि एउटा नमुना लागि म अब यो अब तपाईहरुलाई म देखाउन चाहदै छु यो विपत्ति जनाएको अब जवाबको अब सत्यता भनेको छ यसमा हैन जुन आपत्ति जनाएकोमा जवाबको लागि लेखिएको लिखित हो यो यसमा चाहिँ अब यो डेबुङबाट भएकोले फाइदा छेको छि लेखेको छ यो यसको यो चिन्ह भएको चाहिँ प्रयास हो यो अनि यो पाँचौं यो दलाइ लामाको समयमा यो विभिन्न यो अब युद्धहरु भएको थियो हैन रुसदेखि अब रसियादेखि हैन अब अनि त्यहाँदेखि अब आएकोलाई अब हैन अब त्यो बेला चाहिँ यो अब यो साइनहरु भनौं न एउटा सूचक चाहिँ अब राखिएको थियो यो धेरै अब पुरानो र प्राचीन यो लिखित लागेको छ यो अब गएको वर्ष अब 360 वर्ष भन्दा पहिले लेखेको हैनहरु धेरै नै पुरानो यसको इतिहास अब बोकेको यो विभिन्न ग्रन्थहरु हो यो तल्लो चाहिँ यो डेबुङ अब डेबुङबाट हो कि कहाँदेखि हो मैले अब त्यति अब स्पष्ट भन्न सकेन पहिलेको चाहिँ स्पष्ट नै हो यो डेबुङबाट अब यो प्रमाणित र यो छापिएको हो भने बुझिन्छ त्यसको अब त्यो भित्र अब त्यो भित्र अब दुई प्रकारको कुरा रहेको छ अब यो अध्ययन गरेर र यसको अब यसको लिखतलाई पढ्ने क्रममा चाहिँ चेलाहरुले विभिन्न अब यसको अब
बाट अब विभिन्न अब कुराहरू अब यसमा भेटिएको थियो र यसमा खुसी मान्ने कुराहरू यसमा अब विभिन्न अब यसमा वास्तविक के हो भने अब विद्वानहरूले अब यसरी अब पल्टाएको थिए अब यो मिकी दोर्जेको यो लेखिएको पार्ट भन्दा पनि अब उहाँको बानी बेहोरा चाहिँ कस्तो छ मिकी दोर्जेको बेहोरा कस्तो छ हैन उहाँको मनको चर्याहरू कस्तो छ हैन त्यो अब बुझ्यो भने अनि एकदम हामीलाई सजिलो हुन्छ उहाँको मनको चर्याहरू बुझ्यो भने मात्रै उहाँले लेखिएको लिखितहरू हैन उहाँ लेख्नुभएको ग्रन्थहरू अनि कस्तो रहेछ भने सम्बन्धहरू हामीले छर्लङ्ग बुझ्न सक्छौं अब सामान्य भन्नुपर्दाखेरि उहाँको मिकी दोर्जेको एउटा बेहोरा भनौँ न एउटा उहाँको अब चरित्र कस्तो कस्तो थियो त भन्दाखेरि एकदम सिधा हैन जे छ त्यही नै बोलिहाल्ने उहाँले हैन अब उहाँले अब भनौँ न अब एक किसिमको अब नलुकाउने मनमा जे छ भने उहाँले फट्टै भनिहाल्ने हैन सत्यको सत्य अनि बोलिहाल्ने अब असत्य बोलिहाल्ने हैन मैले बोलेको कारणले कसैले अब बिजाउने हो कि कसैले लाग्ने हो कि यसो कहिले सोच्नु नहुन्थ्यो उहाँको अब चरित्र यस्तो भएको भन्दाखेरि उहाँले लेखेको विभिन्न अनि बौद्ध ग्रन्थहरूमा त्यस्तै नै उहाँले लेखेको छ हैन विभिन्न लेख्ने क्रममा विवादको कुराहरू खण्डनको कुराहरू आपत्तिको उहाँले सिधा सिधा लेख्नुहुन्थ्यो अब मिकी दोर्जेको अब विभिन्न उहाँको चरित्र बुझ्ने नबुझ्ने मान्छेहरूलाई चाहिँ अब के सोच्छ ओ मिकी दोर्जे भन्ने गुरु चाहिँ एक किसिमको अब यो सिद्धान्तमा हैन बौद्ध दर्शनमा यो पक्षपात गर्ने एउटा गुरु रहेछ भन्ने अब त्यस्तो अब गलत धारणा उत्पन्न हुन सक्छ हैन अब त्यस्तो अब विभिन्न मिकी दोर्जेले आपत्ति जनाउने हैन अब त्यसरी खण्डन गर्ने के हो त भन्दा मिकी दोर्जेको चरित्र मनको चरित्रलाई नबुझेको कारणले गर्दा भएको जस्तो मलाई लाग्छ हैन विभिन्न हैन उहाँले अब विभिन्न अब बौद्ध ग्रन्थ अब रच्ने क्रममा अब जुन अब त्यहाँ भएको कुराहरूलाई अब टिप्पणी गर्ने क्रममा हैन अनि जुन मिल्यो भन्ने हैन जुन बौद्धको वचनसँग मिल्यो भने उहाँले अब स्वीकार गर्नुहुन्थ्यो मिलेन भने चाहिँ के हो त अब मिलेन भने चाहिँ अब उहाँले सिधा सिधा जसलाई पनि अब उहाँले अब विपत्ति जनाउनुहुन्थ्यो विशेष गरी अब आफ्नो गुरुहरूलाई भन्दा पनि विशेष गरी आफ्नो मूल गुरु सँगै न्यम्बो गुरुलाई चाहिँ उहाँले कहिले पनि विपत्ति गर्न नहुन्थ्यो आफ्नो मूल गुरुलाई हैन अब त्यही कारणले गर्दाखेरि अब यो अब उसले आफ्नो मूल गुरु सँगै न्यम्बो कर्म ठिनेपा जुल्म टसी वेसर बाहेक अन्य गुरुहरूसँग दर्शनको अध्ययन गरेको गुरुहरूलाई पनि उहाँले खण्डन गर्नुभयो उहाँले हैन उनले अब उनले अब भनौँ न कैयुब एकदम विख्यात अब लामा अब यो श्यामल टापा हैन श्यामल टापा त्यसै गरी अब विभिन्न अब अनि अब त्यस्तै गरी उहाँले विभिन्न विश्वविख्यात कैयुपा गुरुहरूलाई पनि उहाँले विभिन्न खण्डन गर्नुभयो हैन धेरै नै उहाँले अब खण्डन गर्नुभयो धेरै नै अब उहाँले यो मिलेको छैन विपत्ति जनाउनु भयो लेख्नु भयो तर पनि अब भनौँ न त्यसै गरी सेनुपल भन्ने हैन कर्मसँग ठुलो आत्मीयता भएको र नि पश्चिम पिन्जे सागे छोदिन जस्ता अघिल्लो कर्मसँग बलियो सम्बन्ध भएकाहरू उनको विशेष चरित्र थियो कि यदि उसले अब सोचे कि अब कुनै कारण छ भने उसले आफ्नो कामहरूको उद्धृत गर्थे र ग्रन्थ र बुद्धको वचनलाई टिप्पणी गर्नुहुन्थ्यो र आफ्नो सँगै न्यम्प लगायतका गुरु बाहेक अरू सबैलाई उहाँले खण्डन अनि उहाँले अब खण्डन गर्नुहुन्थ्यो अब
अब उहाँलाई चाहिँ अब विभिन्न भनौँ न मिग्यू दोर्जेको हृदयको अब चरित्र चाहिँ अब अरूभन्दा भिन्नता विशेषता थियो होइन उहाँको अलिकता सिधा सिधा जे छ त्यही नै अब प्रत्यक्ष रूपमा भनिहाल्ने अब ढाकछोप नगर्ने त्यस्तो उहाँको चलन थियो चरित्र थियो त्यसको त्यस्तो थियो उहाँको जे भए तापनि अब 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 मिग्यू दोर्जेले अब रचना गर्नुभएको बौद्ध ग्रन्थमा हेर्नुभयो भने होइन अब बोधोङपा होइन सागे छोदे चोङ्खपा लगायतका विभिन्न अतुलनीय गुरुहरूले उहाँले अब यसरी अब खण्डन गर्नुभएको छ होइन अब विभिन्न अब खण्डन गरिएको छ अब खण्डन किन गरिएको त भन्दा विभिन्न अब के हो त यो भावना गर्ने तरिकाहरू त्यसको अब सार होइन त्यसको दर्शनहरूमा अनुसन्धान गर्ने क्रममा होइन त्यसमा अब परीक्षण गर्ने क्रममा अब उहाँले खण्डन गर्नुभएको होइन किन त भन्दाखेरि अब सोच्ने विचार गर्ने आफ्नै भेद भएकोले अब त्यसरी अब बेला बेला आए अनि विश्लेषण होइन यो जाँच गर्नुको निम्ति यसरी लेखिएको हो त्यसरी एउटा बौद्ध दर्शनलाई बुझ्नुको लागि लेखेको बाहेक अनि के हो त पक्षपात गर्नको लागि होइन यो मेरो पक्ष हो यो अरूको पक्ष हो भने एउटा रिस राग ढा भैरभावको लागि चाहिँ होइन पेन्सन लगायतका होइन अनि यो दुल्बो सेरक्या चाहिँ होइन यो चोङ्गबल विभिन्न फेरि उहाँले फेरि के हो त प्रशंसा पनि गरेको छ होइन मिग्यू दोर्जे चाहिँ के हो त प्रशंसा गर्ने बेला प्रशंसा पनि गर्नु सक्ने होइन खण्डन गर्ने बेला खण्डन पनि गर्नु सक्ने होइन यस्तो गर्ने एउटा क्षमता भएको गुरु थियो होइन होइन त्यो बेला अब के हो त भन्दाखेरि उहाँले अब खण्डन पनि गर्नुहुन्थ्यो उहाँले प्रशंसा पनि गर्नुहुन्थ्यो तर यो के हो त लौकिक सांसारिक हिसाबले एउटा लोभ रिस पक्षपात भएको कारणले यसरी गर्नुभएको भएन यो के हो त भन्दाखेरि विभिन्न बौद्ध ग्रन्थहरू दर्शनहरू बौद्धको एउटा मुख्य सारलाई बुझ्नको निम्ति त्यसलाई परीक्षण बलियो हुनुको लागि जुन भविष्यमा नष्ट नहुनुको लागि यसरी उहाँले विभिन्न खण्डनहरू यसरी ल्याएर बौद्ध धर्मलाई यसरी विस्तारमा उहाँले फैलाउनुको कारण यसरी उहाँले खण्डन गर्नुहुन्थ्यो अब हामी नै कुरा गरौँ सामान्यमा होइन आफ्नो भाव अनुसार आफ्नो सोच अनुसार अब अरूसँग भावसँग मिलेन भने यो भएको छैन भने हामीले भन्छौँ नि त्यस्तै किसिम के हो त होइन आफ्नै अब सोच जस्तो होइन आफ्नै विचार जस्तो अरू विचार रायहरू मिल्दैन नि होइन विभिन्न अब विद्वानमा नि आफ्नै राय आफ्नै मत हुने हुँदाखेरि होइन यसरी अब विभिन्न अब खण्डन गर्नेहरू पनि आइन्छ त्यही कारणले मिग्यू दोर्जेको मुख अब अनि यो मिग्यू दोर्जेले खास हो भने पूर्व गुरुहरूलाई एउटा सम्मान अनि एक किसिमको सत्कार गरे बाहेक अर्को उल्लङ्घन गर्ने उहाँहरूलाई अनि यसरी अब सांसारिक हिसाबले एक किसिमको अब यो मित्रलाई अब हटाउने त्यस्तो चाहिँ गर्नुभएको छैन उहाँले होइन अब मिग्यू दोर्जेले यसरी ग्रन्थहरू अब लेख्ने क्रममा होइन काग्यू घेलो निङमा साक्या लगायतको उहाँले विभिन्न खण्डन गर्नुभयो अब मिग्यू दोर्जेले अब यो घेलुक पालेर रोक्नु भयो निङमा पालेर रोक्नु अब घेलुकपा साक्यालाई रोक्नु भयो भने यसरी अब आएको छैन तर निङमा पालाई चाहिँ रोकिएको छ भने यसरी विभिन्न बीचमा कुराहरू मचियो अब यो मैले बोलेको चाहिँ अनि पहिले यो बताएको यो ग्रन्थसँग चाहिँ अत्यन्त सम्बन्ध छ के कारणले भन्दाखेरि अब मिग्यू दोर्जे अब यो 46 वर्षको हुँदाखेरि खास मिग्यू दोर्जे उहाँ 48 वर्षको उमेरमा उहाँ अब परिनिर्वाण हुनुभयो तर यो करिबन अब परिनिर्वाण हुनुभन्दा 2 वर्ष अगाडि होइन एउटा कुरा त्यहाँ देखा पर्यो अब उचाङमा चाहिँ अब मिग्यू दोर्जेले अब के हो त निङमा तन्त्रको आलोचना गरेको एउटा लेखोट एउटा अब पत्र होइन एउटा पत्र उचाङमा अब फैलियो
त्यो चाहिँ के हो त धेरै मानिसहरूले अब मानिसहरूको लागि उनको लागि आलोचना गर्ने आधार बन्यो हैन अनि अनि धेरै यो मच्चियो धेरै फैलियो हैन मिकी दोर्जे अलिकता मन हैन उहाँलाई भनाभरी गर्ने एक किसिमको अब कुरा लाउने हैन एक किसिमको अब त्यस्तो भएको थियो अब हामीले के सोच्नुपर्छ भन्दाखेरि हैन यदि तपाईले सोध्नु भयो भने अब कि मिकी दोर्जेले निङमाका लागि खण्डनहरु लेखेको थिए कि थिएन खण्डन गर्नु भयो कि भएन यदि उहाँले गर्नु भयो भने उहाँले तिनीहरुलाई किन अस्वीकार गर्नु भयो होइन भने यस्तो पत्र कसरी आयो पहिले हामीले पाठको उद्घाटन हेर्नुपर्ने हुन्छ यो कसरी उत्पन्न भयो हैन यो प्रश्न आइरहेको छ नि बारम्बार आइरहन्छ यस्तो यो विभिन्न खण्डनहरु विभिन्न मतभेदहरु मिकी दोर्जेले नराम्रो कुराहरु आइपर्ने कुराहरु मुख्य अब किन आयो त यो कसरी आयो त यो भन्दाखेरि यो हामीले बुझ्नको लागि सबसे अगाडि के हामीले जान्नु पर्यो त भन्दाखेरि यो मुख्य अब मूल स्रोत चाहिँ सेतो पन्नाको हो हैन यो सेतो धेरै अब ठुलो किताब भएकोले अब मैले अब त्यति स्पष्ट देख्न सकेन तर जुन माथि रातो रेखा तानेको त्यो मुनि अक्षर त्यही नै हो यहाँ के लेखेको छ त भन्दाखेरि विशेष गरी एकचोटि पढ्यो भने मेरो नाम कर्मको कारणले कसैले तिब्बती मिकी दोर्जेले लेखेको जस्तो झुठो मन्त्रको नक्कली खण्डन लेखेको छ मैले यो गरेको कुनै पनि व्यक्तिको नाम वा उद्देश्य बुझ्दिन तर यसले उचाङमा धेरै मानिसहरूले हामीले गलत विचारहरू बाहिर अब बाहिरिएको छ धेरै अपमानहरू शब्दहरू बोल्ने मानिसहरूको रूपमा घृणाको नजरले हेर्नु भएको छ यस्ता कुकर्महरू पढ्न नदिन म यो कुरा गर्छु जब हामी यसलाई हेर्छौं अब यो निङमा खण्डनका एक अज्ञात व्यक्तिले लेखेको थियो भने जसले मिकी दोर्जेको नाम अब अनुमोदन गर्यो हैन मिकी दोर्जे आफैले होइन उनी यो पनि लेख्छन् हैन किनकि अब उहाँले मन नपर्ने अब विभिन्न अब लेखेको हो हैन अब के हो त भन्दाखेरि मिकी दोर्जे के भन्नु भयो भन्दाखेरि यो कसले लेखेको हो त हैन अब यहाँ के लेखेको छ भन्दाखेरि हैन यस्तो नराम्रो कुराहरु किसिमको खण्डन गर्ने हैन मैले लेखेको त होइन तर पनि यसमा चाहिँ के हो त मेरो नामलाई लिएर हैन कसैले यसरी नराम्रो गर्नु खोजेको छ तर यो कसले गर्नु खोजेको यो मलाई थाहा छैन भने यसरी अनि भनेको छ अब यो चाहिँ के हो त कर्मपाली हो त तेरो लामा झोक्सिम बोलाए अब लेखिएको हो भनिएको हो भने यसरी अब लेखिएको छ हैन अब मिकी दोर्जेले भन्नुहुन्छ यो चाहिँ अब बीच र अन्तिम यसले निहालेर हेर्यो भने चाहिँ यो त के हो त एक किसिमको अक्षर नपुगेको एक किसिमको अब हैन त्यति अब जाँच गर्दाखेरि यो सत्य त देखेको छैन भन्नुभएको छ अब यो यहाँ के भनेको छ त भन्दाखेरि हैन अब यो तिरो भन्ने गाउँमा म बसेको त थिएँ हैन एक किसिमको के हो त यहाँ यो झिबिलो निमरो भन्ने ठाउँमा चाहिँ म बसेको थियो तर त्यहाँ चाहिँ अब तिरो लामा भन्ने झोक्सीमा कोही पनि थिएन हैन हैन त्यहाँ अब मैले खण्डन गर्नु लागि त्यहाँ लामा हुनु तर त्यो गाउँमा चाहिँ अब एक किसिमको के तिरो लामा भन्ने छँदै थिएन नभएको खण्डमा चाहिँ यो अब यसरी एउटा आरोपको रूपमा लेखिएको हुँदाखेरि त्यो मेरो नाम अब नाम अब लेखिएको छ त्यही कारण त्यो यसरी अब विभिन्न खण्डन गरेको छ भनेको छ अब यो के हो त भन्दाखेरि अब जब म मुसाको पुरुष अब वर्षमा नियमोमा हैन बसिरहेको थिएँ त्यहाँ टेटो लामा झोक्छेन भनेर चिनिने कोही पनि थिएन तसर्थ उहाँसँग वार्तालाप लेख्नुको निन्द्य झुटो यस्तो देखिन्छ हैन कारण पनि यसरी बताउनुहुन्छ त्यस समयमा मुसाको वर्ष
अब पक्कै नै गलत छ किनभने अब हैन यो मिगी दोर्जेको जन्म अब यो टाइगर हैन ताक वर्षको अब भनौँ 48 वर्षको उमेरमा उहाँको निधनसम्म उहाँको एक अब मुसा वर्ष पनि थिएन अब यो विभिन्न यस्तो लेखिएको चाहिँ के हो त पानी गुरु वर्षमा लेखिएको भने अब खेपी कथनमा अब लेखिएको छ उल्लेख गरेको छ अब फेरि अब यो चाहिँ अब यो किताब फैलिसकेर केही समयमा त्यति लामो समय नहुँदै अब मिग्यो दोर्जेले अब हैन यो अब यसको अब घग्लेन भनौँ न यसको खण्डनको अब जवाबहरू उहाँले दिनुभएको थियो त्यो दिने बेलामा अब यो 46 वर्षको उमेरमा हुनुहुन्थ्यो हैन हैन यसरी उहाँ अब आपत्तिहरू चाहिँ पानी मुसा वर्ष अब 1552 मा लेखिएको हुनुपर्छ र त्यो समय मिग्यो दोर्जे अब 46 वर्षको थियो त्यसपछि उनको 2 वर्षपछि 10औं चक्रको अब वर्षमा चाहिँ अब 1554 मा चाहिँ उहाँको अब मृत्यु भयो हैन देहान्त भयो हैन त्यही कारणले उनले आपत्तिको एउटै जवाबमा लेखे अब यसको मुट अब भनौँ न यसको मुख्य सार चाहिँ के हो भन्नु खोजिरहेको छ त भन्दाखेरि उहाँको नामलाई चोरेर उहाँको नामलाई अब प्रयोग गरेर हैन अनि निङ्म परम्परालाई चाहिँ अब खण्डन गर्नुको हैन खण्डन गर्नुको कारण चाहिँ के हो त भन्दाखेरि अनि मिग्यो दोर्जेले गरेको राम्रो कामप्रति हैन ईर्ष्या जागेर उहाँलाई पतन गर्नको निम्ति उहाँको नाम लिएर अनि यो चाहिँ मैले लेखेको हो भने यसरी अब उहाँलाई अब उहाँको नामलाई उहाँको प्रसिद्धलाई उहाँको ख्यातिलाई अब तमाम बनाउनको लागि हटाउनको लागि एउटा ईर्ष्यालु एउटा राक्षसको रूप लिएको एउटा अब यसरी रूप लिएको एउटा व्यक्तिले गरेको भन्ने बताउँदछ यो कर्म ठिल्ने झिक्मे दिए भनेको चाहिँ अब को हो त भन्दाखेरि उहाँ चाहिँ अब अनि कर्म मिग्यो दोर्जे दुईटा गुरु छ एउटा अब दुईटा छ एउटा चाहिँ गुरु कर्म ठिल्ने एउटा चाहिँ चेला कर्म ठिल्ने दुईटा कर्म ठिल्ने रहेको छ एउटा गुरु एउटा चेला हैन यदि हामीले कर्म बाबु अब लामा कर्म ठिल्ने दुईटा छ हैन चेला र गुरुले चिन्यो भने हामी अब हामी एक किसिमको नजान्ने त्यसमा अब के हो त भ्रममा फस्ने धेरै खतरा हुन्छ त्यही कारणले गर्दाखेरि अब अब सकेपछि अब कैजुबाको लागि अब धेरै नै अब एउटा कृपालोचना छ हैन जुन अब विद्यालय फैलाउनको निम्ति अब सकेबाट धेरै सहायता मिल्यो त्यही कारणले गर्दाखेरि अब यो कर्म ठिलेपा भने दुईटा छ मिग्यो दोर्जेसँग सम्बन्ध भएको एउटा मिग्यो दोर्जेको गुरु एउटा मिग्यो दोर्जेको चेला रहेको छ अब हामीले विभिन्न बौद्ध ग्रन्थमा आउँदाखेरि हामी के बुझ्नुपर्छ लामा कर्म ठिलेपा भन्दाखेरि चाहिँ हामीले गुरुलाई बुझ्नु पर्यो कर्म ठिलेपा निपा भन्दा चाहिँ अनि कर्म ठिलेपा अब एक किसिमको कर्मपाको अब एक किसिमको चेलालाई बुझ्नु पर्यो निपा भन्ने चाहिँ हैन यसरी बुझ्नु पर्यो पहिलाको चाहिँ अब तिङजे भन्ने थियो हैन दोस्रो चाहिँ के हो त भन्दाखेरि उहाँको चाहिँ अब अनि झिग्मे दे भन्छ हैन पल्का लोचावा पनि भनिन्छ दोस्रोलाई चाहिँ उहाँ चाहिँ एकदम अब यो कवितामा अत्यन्त विद्वान थिए हैन अब यो विभिन्न यो
तन्त्रयानको अब साधारण एकदम अब विद्वान थियो उहाँ चाहिँ यो पल्खाङ लोचौ होइन यो कर्म भएको यो चेला चाहिँ होइन चेला चाहिँ अब उहाँ चाहिँ घोङसाङपा होइन पाँचौँ दलाइ लामाले धेरै अब प्रशंसा गरेको थिए जुन मिकी दोर्जेको चेलालाई यो कर्मठिले जिम्मे दियो भने पल्खाङ लोचावालाई बुझ्नु पर्दछ हामीले अब यो खण्डन गर्ने क्रममा चाहिँ अब मिकी दोर्जे मैले निङमालाई अब खण्डन गरेको छैन उहाँले अब स्पष्ट अब जवाब दिनुभएको छ होइन अब त्यसको विषयमा अब भनौँ न सन्दर्भमा फेरि अब के हो त पाउ चुला ठेवा होइन उहाँले अब खिबी घट्ने भनेपछि के लेखिएको छ त भन्दाखेरि होइन अब झम्बालिङ भनेर अब उहाँ अब कर्मपाल अब स्वागत गरेर अब एक किसिमको अब हामीले पूजाआजा गऱ्यौँ उहाँलाई सम्मान गऱ्यौँ होइन गऱ्यौँ अब निङमालाई अब एक किसिम अब जस जीवनमा दुर्गम अब ठाउँमा सम्मान र सम्मानित प्राप्त गर्न भएको छ त्यो पछाडि अब भूमि पृथक भूमिहरूमा मार्फतमा सर्दछ हामीले तुच्छ भौतिक चिजहरू प्राप्त गर्दैनौँ मानिसहरूको भिडभाडको जो कोहीले लोभबाट प्राप्त गर्दछन् धेरै तरिकाले हानि गर्नेहरूलाई ठुलो घृणा र आसक्ति र ईर्ष्याको प्रेरणाबाट म मेरो हत्केला जरुरी अनुरोध गर्दछु भन्ने यसरी अब भनेको छ होइन अनि अब मिकी दोर्जेको नाम लिएर होइन नाम चोरेर यसरी अब उहाँलाई अब उहाँको नामलाई उहाँको प्रसिद्धलाई उहाँको प्रतिष्ठालाई अब तनास मनास गर्नको लागि हराउनको निम्ति डाले यसरी अनि एउटा कुनै व्यक्तिले लेखेको हो भने पाउ चुला ठाउँ यसरी अब उल्लेख गरिएको छ यस्तै गरी अब पाउ चुला ठाउँमा गुरुले के लेखेको छ भन्दाखेरि एउटा अब नम्बर थर्बी दुई तिनचो लोक्तो नाम जाउँ भन्ने भित्र के लेखेको छ भन्दाखेरि होइन विशेष गरी अब यो कलियुगमा अब भनौँ न यस्तो एउटा राक्षस जस्तो प्राणीहरू अब आएको हुनाले अब जुन अब हामीले एउटा उहाँ जुन कर्म बुद्ध जस्तो एउटा अब बुद्ध होइन जुन हामीले अब उहाँको नाम सुन्नु पनि अब कठिनाइ हुन्छ होइन जुन पुण्य कमाउनेले मात्रै नाम हामीले सुन्छौँ तर पनि उहाँलाई चाहिँ के हो त अनि उहाँको नाम चोरेर यसरी विभिन्न अब अनि नाम चोरेर विभिन्न बदनाम गर्नको लागि होइन निङमा परम्पराले सम्प्रदायले एक किसिममा के हो त जुन त्यसमा आस्था राख्ने भक्तिहरूलाई चाहिँ अब अनि हटाउनको निम्ति होइन मनहरूलाई अब उल्लङ्घन गर्नको लागि धर्महरू उल्लङ्घन गर्नको लागि अब भनौँ न त्यसमा विभिन्न विघ्न बाधा ल्याउनको लागि यसरी अब एउटा राक्षसको अवतारमा यसरी लिएर अब धर्मलाई अब नास्ता गर्नको लागि आएको भन्दाखेरि त्यसलाई चाहिँ अब अनि यो चाहिँ सत्यता होइन एउटा सत्य गुरुले यसरी गलत कार्य गर्नु हुँदैन भन्ने यसरी अब यो पाउ चुला ठाउँले बताउनु भएको छ अब त्यस्तै गरी अब श्यामरङ अब कुन चाहिँ श्यामरको अब पाँचौँ अवतारी कुन चाहिँ हेलाको अब उहाँको अब मिग्यु सेप्की कबुम भन्ने एउटा विभिन्न यो विषय सूची छ त्यो भित्र के लेखिएको छ त भन्दाखेरि होइन सबै जिन बुद्धहरूको ज्ञानको रूप चाहिँ के हो त सर्वज्ञ अनिको हृदयको एउटा पुत्र को हो त कर्म मिग्यु दोर्जे हो उहाँले अब लेख्नु भएको उहाँले ग्रहण गर्नुभएको विभिन्न अनि विभिन्न अब यो कुराहरू अब अनि यसरी उहाँले लेख्नु भएको भनेर लेखिएको छ त्यहाँ चाहिँ विभिन्न अब भनौँ न मिग्यु दोर्जेलाई आरोप आएको कुराहरू चाहिँ अनि निङमा सम्प्रदायमा आरोप लगाएको कुरा चाहिँ मिग्यु दोर्जे लेखेको होइन भनेर यसरी उल्लेख गरेको छ श्यामरङ अब कुन चाहिँ हेलाले
मैले पहिले यो बताएको कुराले गर्दाखेरि के हामीले थाहा हुनुपर्दछ त भन्दाखेरि अब अब यहाँ के अब यो के छ त भन्दाखेरि अब जुन चाहिँ अब छेउछेउ कि गधे भित्र चाहिँ के छ भन्दाखेरि जुन निङ्महरूलाई चाहिँ अब एउटा विवाद जनाएको खण्डन गरेको चाहिँ हो मिगी तोर्जेले गरेको होइन एउटा उहाँको नाम लिएर उहाँको नाम चलाएर अनि उहाँलाई अब एक किसिमले के हो त उहाँलाई अब विजेत पार्नुको लागि त्यसरी कुनै मान्छेले गरेको मिगी तोर्जेले यसरी लेखेको होइन भन्ने यसरी अब खेबी गधे भित्र अनि यसरी अब अनि अब लेखिएको छ विद्वानहरूले अब त्यस्तै गरी अब विभिन्न अब यसको विषयमा होइन अब कडा हिसाबमा कोमलता हिसाबमा यसरी विभिन्न अब जवाबहरू दिएको छ होइन कसैले अब मिगी तोर्जेले लेखेको हो भन्छ कसैले होइन भने यसरी आफ्नै विद्वानको कुराहरूमा लेखिएको छ तर पनि छेउछेउ कि भित्र चाहिँ अब यसरी उहाँले यो निङ्मलाई खण्डन गरेको होइन भन्ने यसरी अब सत्यताको कुराहरू यसमा टिप्पणीद्वारा लेखिएको छ यहाँ 好呀，这里就是当年等于光学不能新的，打破了我是全备给上海你们做的为开发的这个，没遇到这个上海你这个高已经在也买个淘宝。अब विद्वानको भनौँ न अब भोटको अनि भोटको विद्वानहरु चाहिँ जुन अब निङ्महरूले खण्डन गरेको कुराहरु चाहिँ अब समग्रमा यो चाहिँ के हो त मिगी तोर्जेले रचना गर्नु भएको हो भनेर अनि कसैले अब तित्तो बोली पनि लेखेको छ कसैले अब घडा कसैले अब एकदम कोमलता अब मधुर भाषी विभिन्न यसरी लेखेर अब शब्दहरु प्रयोग गरेका छन् हैन हैन अब त्यसमा चाहिँ के हो त भन्दाखेरि अर्को चाहिँ अब अब जुन मिगी तोर्जेले अब यो ढङ्ग्री साबुन भन्ने भित्र चाहिँ त्यो उहाँ जुन मिगी तोर्जेले लेख्नु भएको कुराहरु चाहिँ अब नपढेको कारणले नहेरेको कारणले नदेखेको कारणले गर्दाखेरि अब मैले यसरी उनीहरुलाई कहिले पनि खण्डन गरेको छैन भने यसरी यो लेखिएको कुरा चाहिँ नदिएको कारणले गर्दाखेरि अब अन्यले भजेको जस्तो रहेछ अनि हावामा एक किसिम बताए जस्तो मलाई लाग्छ हैन हैन अब जुन खण्डन गरेको होइन भने खण्डनको एउटा जवाब नहेरेर अनि खण्डन मात्रै गरेको हेरेर अनि मिगी तोर्जेले पक्कै नै उहाँले लेखेको हो भनेर त्यस्तो अब गलत आभासहरु अनि भएको अनि देखियो जस्तो मलाई लाग्छ हैन मिगी तोर्जेले के भन्दा यो खण्डन चाहिँ मैले गरेको होइन भने उहाँले एकदम सफा लेखेको छ हैन अनि त्यही कारणले यो यसरी विभिन्न नराम्रो कुराहरु किन मच्यो त भन्दाखेरि जुन खण्डन गरेको एउटा जवाबको लेखिएको किताब मिगी तोर्जेद्वारा लेखिएको किताब चाहिँ उले नदिएको कारणले गर्दाखेरि त्यसको अब जवाबहरु नभएको कारणले गर्दाखेरि चाहिँ यो खण्डन चाहिँ मिगी तोर्जेले गरेको हो भने यसरी अब भएको गलत फ्यामिली भएको हो जस्तो मलाई लाग्छ अब मिगी तोर्जेले चाहिँ अब मिगी तोर्जेको अब विभिन्न के हो त उहाँको खण्डन गर्ने कुरामा नहेरेर उहाँको नाम प्रतिष्ठा उहाँको धर्म फैलाउने एउटा हित प्राणी हितको लागि अब गरेको त्यो देख्नु नसकेर सहनु नसकेर के हो त अनि मिगी तोर्जेले अब आँखा जलेर हैन अनि त्यो चाहिँ अब मिगी तोर्जेको अब एउटा लीलामा एउटा लीलालाई चाहिँ अब तल झार्नुको निम्ति अब हैन अनि मिगी तोर्जेलाई खसाउनुको निम्ति यसरी मिगी तोर्जेको नाम लिएर चलाएर यसरी अब अनि
लेखिएको होला जस्तो मलाई लाग्छ हैन अब त्यो बेला चाहिँ के हो त भन्दा कुनै विद्वान कोही कस्तो पनि होला हैन उहाँको धेरै प्रसिद्ध भएको बेलामा उहाँको नाम लिएर यो मिकी दोर्जेद्वारा नै अब निम्न यो विभिन्न सम्प्रदायहरूलाई यसरी खण्डन गरेको हो भनेर यसरी कुनै अब विद्वानले यसरी धर्ममा फैलाउनको लागि एक किसिमको झन् बलियो भन्दा बलियो दर्शन दृष्टिहरू सिद्धान्तहरू तीखो तिखारेर जानको लागि अब यसरी गरेको हो कि हैन हो जस्तो अब त्यो पनि हुन सक्छ हैन हैन विभिन्न यसको अब वास्तविकता हैन यसको कुराहरू के हो हैन त्यस्तो पनि हुन सक्छ त्यही कारणले गर्दाखेरि विभिन्न विद्वानहरूको एउटा कला भएको हुँदाखेरि हैन यसमा राम्रो पक्ष पनि देखिन्छ नराम्रो पक्ष पनि देखिन्छ त्यही कारणले गर्दाखेरि हैन अब हामीले चाहिँ यसको जुन खण्डन गरेको पाठ र खण्डनमा दिएको जवाबलाई हामीले केलाएर हेरेर वास्तविकता के हो हैन वास्तविकता हामीले धेरै समय न्यायालय गरे भने त्यही हो भनेर बुझ्न सक्छौँ नत्र भने अलिकता कसैले भनेको भर र कसैले अलिकता आफूले थोरै हेरेको भरमा त्यसरी हामीले यो मिकी दोर्जेले लेखेको हो भनेर हामीले अब भन्नु चाहिँ सकिँदैन यसलाई हामीले धेरै पटक निहालेर केलाएर हेर्नुपर्ने हुँदछ अब टुल्गु नाचो अब यसमा चाहिँ के त भन्दाखेरि अब टुल्गु नाचो रङडोल्गी ढिलेन भनेको अब यो पनि एकदम टुल्गु नाचो रङडोल भनेको चाहिँ को हो त भन्दाखेरि एक किसिमको अब उहाँ चाहिँ अब मिकी दोर्जेको अब जुन देहान्त भइसकेर अब पछि अब उहाँ आउनुभएको हो त्यो चाहिँ के हो त भने घेवी कर्मफली अब निमबल होइन निमलहरू चाहिँ अब जुन अब प्रश्न गरेको कुराहरूको होइन अब बताउनुको निम्ति त्यसमा अब प्रश्न उत्तरको कुराहरू यसरी अब बताउँदछु भनेर यसरी लेखेको छ त्यस्तो गरी अब मिकी दोर्जे परिनिर्वाण हुनुभयो 3 वर्षपछि अब याग्दे दुल्जेन भन्ने उहाँ पाल्नु भएको थियो उहाँले अब रचना गर्नु भएको के हो त एक किसिम के हो त याग्दे दुल्जेन खेर ग्यासो सेवा अब साङ्गिक तिम्बी छुजुङ्गी ढिले नर्बु ठेवा भन्ने गर्नुभयो त्यो भित्र के लेखिएको छ त भन्दाखेरि हैन अब यो चाहिँ अब प्रश्न उत्तरको मात्रै नभएर हैन यो अब निङमाको एउटा निङम सम्प्रदायको मुख्य अब यो धर्मको एउटा उदय हुने स्रोत पनि रहेको छ त्यसलाई बुझ्दछ यसले अब याग्दे छुजुङ्गीले गुरुले अब एक किसिम के हो त भविष्यवाणी गरेर विभिन्न कुराहरू लेखिएको छ यहाँ हैन निङमाको गम्भीरता कुराहरू यो भित्र लेखिएको छ त्यही कारणले गर्दाखेरि अब यो चाहिँ प्रश्न उत्तर मात्रै नभएर के हो त यो चाहिँ क्याप्चे दुजुन मुसेले अब रचना गर्नुभएको हैन छोजुङ सुङ रमुजे जेबी अब छोजुङ त्यो चाहिँ के हो त यो भित्र अब यसको स्रोतहरूको अब वाणीहरू यसरी पस्काएको छ त्यस्तै गरी अब गुरु टसीले अब रचना गर्नुभएको अब घुटाइ छोजुङ भन्ने त्यो भित्र पनि के हो त अनि पहिला अब उत्पन्न भएको विभिन्न कुराहरूको विषयमा यहाँ अब लेखिएको छ हैन निङमाको सम्प्रदायको कुराहरू अब विभिन्न खण्डनको जवाबहरू दिएको छ विद्वानहरूले हैन हैन यो जवाब चाहिँ अब अरू भन्दा पनि अब एकदम भिन्नता जवाब रहेको छ यहाँ चाहिँ के हो त भन्दाखेरि अब सबै नपढे यसको अब सार बताउनु पर्दाखेरि अब यहाँ के लेखेको छ त भन्दाखेरि हैन अब उहाँ चाहिँ गुरु पद्म सम्भवको एउटा रूप भएकोले
हैन उहाँसँग भेद नभएकोले हैन उहाँको सोच चाहिँ के हो त यो चाहिँ अब के हो त अब अब जुन मिग्यु दोर्जीले एउटा निमलाई एउटा खण्डन गरेको कुरा चाहिँ अब डुप्लिकेट एउटा भनौँ न मान्छेले भरमा फसाउनको लागि त्यस्तो देखिएको छ त्यो यस्तो अब देखेको हुँदाखेरि अब त्यसलाई अब एउटा स्पष्ट गर्नको लागि चाहिँ अब त्यो चाहिँ उहाँले गर्नु भएको होइन भने त्यो स्पष्ट गर्नको लागि यसरी अब यो मैले लेखेको हो भने यसरी लेख्नु भएको छ याग्दे तुलजिनले त्यस्तै गरी अब यो विभिन्न कुराहरुमा अब के हो त भन्दाखेरि अब मिग्यु दोर्जेले यो लेखेको होइन हैन जस्तो गरी यहाँ अब मिग्यु दोर्जेले नलेखेको खण्डमा अब लेखेको हो भने यसरी विभिन्न विपत्तिहरु विभिन्न खण्डनको एउटा नराम्रो कुराहरु फैलेको हुँदाखेरि यो चाहिँ उहाँले लेखेको होइन भने एउटा पारित गर्नको लागि हैन एउटा त्यो चाहिँ एउटा सत्य एउटा गुरुमुख जस्तो एउटा रूप अवतार एउटा फरक नभएको अभेद भएको गुरुले त्यस्तो गर्न सकिँदैन अब यो सत्य त होइन भने त्यो अब पारित गर्नको लागि विद्वानहरुले यसरी अब लेखिएको हो यो हैन अनि कसैले उहाँलाई अब उहाँले लेखेको होइन भने यसको लागि के अब पारित गर्नुको लागि के अब यसको लागि लेखिदिनु भन्ने अनुरोध गरे बापत यसरी अब लेखिएको पनि छ विभिन्न विद्वानहरुले हैन एक आपसमा अनुरोध गर्दै हैन जुनले गर्दाखेरि हानि नोक्सानी धेरै हुन्छ भने जुनले गर्दाखेरि धेरै खण्डन हुन्छ भने त्यसले शान्त सेलाउनको निम्ति अनि यसरी अब विभिन्न विद्वानहरुले जवाफहरु लेखिएको छ हैन त्यस्तै गरी अब मिग्यु दोर्जे अब उहाँ परिनिर्वाण हुनु भएर अब 22 वर्षपछि हैन अब पाल्नु भएको अब धोपालोट र ग्याचोगी अब उहाँले रचना गर्नुभएको ग्यालुवी अब कर्म प मिग्यु दोर्जे सँग निङमा वनमला टिभी छ्याप्सो नभए ढिले भने यसरी अब के हो त जुन मिग्यु दोर्जेले अब भनौं न अनि अब उहाँले के लेखेको छ भने यो चाहिँ जुन घक्प गर्ने चाहिँ हैन खण्डन गर्ने चाहिँ मिग्यु दोर्जे नै राख्नु भएर त्यसपछि उहाँले अब विभिन्न के हो त त्यसको अब जवाफहरु दिनु भएको छ त्यो चाहिँ के हो त भन्दा त्यो किन त भन्दाखेरि अब उहाँले यसरी निङमालाई चाहिँ भनौं न यसरी अब खण्डन गर्नुको कारण के हो त भन्दाखेरि जुन त्यो भित्र हुने दृष्टिहरु दर्शनहरु तिखार्नुको लागि सत्यता हुनुको लागि यसरी नै खण्डन गर्नु भएको हो भने यसरी अब विभिन्न कुराहरु लेखिएको छ अब यसरी अब लेखिएको छ कि जुन हैन मिग्यु दोर्जे यसरी अब उहाँले सोक दोकबलोट ग्याचोले के जवाब दिएको छ त भन्दाखेरि हैन यसमा चाहिँ अब जुन यो खण्डन गर्ने चाहिँ अब मिग्यु दोर्जे नै गरिएको हो हैन अब यसरी अब प्रश्न गर्नुभएको चाहिँ के हो त अनि निङमालाई अब फाइदा हुनको लागि उनीहरुको भावना चर्या दर्शनहरु तिखारिनुको लागि अनि श्रुतिमय प्राज्ञाहरु फैलाउनको लागि हैन त्यस्तै गरी अब एउटा शुद्धता अनि जुन दीर्घकालीनसम्म जुन निङमाको धर्महरु एउटा किसिमको शुद्धिकरण हुनको लागि यसरी यो खण्डन गरिएको हो भने यसरी प्रश्न उत्तरमा यसरी उहाँले पस्काउनु भएको छ त्यस्तै गरी सोक्दोबलोट ग्याचोको उहाँको यो उहाँको वचनभित्र के लेखेको छ भन्दाखेरि हैन यो खण्डनको अब जवाबको लागि अब उहाँले चाहिँ के हो त भन्दाखेरि हैन अब यो मिग्यु दोर्जेले गरेको होइन लेखेको यो खण्डन गरेको होइन भने यसरी त्यसको जवाबले तीनटा गुरुहरु मैले भेटे भने उहाँले भन्नुहुन्छ अब उहाँले यो सोक दोबलोट ग्याचो के भन्नुभयो भने यो तीनजना व्यक्तिले चाहिँ जुन खण्डनको विषयमा एउटा जवाब दिनुभयो त्यो जवाब लेख्ने गुरुहरु चाहिँ एक किसिमको
मिग्यु दर्जीको एउटा मनको स्वभावको कुरा के हो उहाँको चरित्र के हो नबुझेको रहेछ भने यसरी उहाँले यसरी उहाँले बताउनु भएको थियो अनि अब उहाँले के इरादा के सोच लिएर यसरी अब यसरी अब खण्डन गर्नुभयो भन्दाखेरि यसको जवाबमा चाहिँ यो निङ्मा धर्म सम्प्रदाय हैन जुन अब फैलनको निम्ति अनि शुद्धिकरण हुनुको लागि यसरी अब उहाँले अब खण्डन गर्नुभएको हो भने यसरी पनि अब उहाँले लेख्नु भएको छ हैन त्यसै ग्याल्वाङ अब छेम्बो अर्थात् पाँचौं दलाई लामाको अब उहाँले के बताउनु भएको छ भन्दाखेरि हैन अब उहाँले के भन्नुभएको छ भन्दाखेरि हैन लोसल ग्यासुन नन्तरले चाहिँ अब मिगी तोर्जीले कहिले काहीँ के हो त अब यो साङनिङमा चाहिँ एक किसिमको अब यो मिथ्या धर्म पनि हो भनेको छ कहिले कहिले चाहिँ के हो त एउटा नीतिको एउटा मुख्य स्रोत हो पनि भनेको छ हैन अनि एक किसिमको के हो त अब यो नीति कोषको एउटा 10औं तिथिको अब प्रवेश गर्ने द्वार पनि भनेको छ त्यस्तो गरी अब अनि डिगु सुर्गड बुसे अनि दर्शन गर्ने समयमा अब के हो त अनि फुर्बु अनि त्यो फुर्पा वज्र किलाया अनि त्यो एउटा योगीको वस्त्रहरू लाउनु भएर अब टाउकोमा चाहिँ के हो त अब म अब यसको के हो त जे पनि अब प्राणीहरूको लागि जे पनि गर्न सक्छु भने यसरी अब एउटा लेखेको हुन्छ हैन लगायत विभिन्न कुराहरू हैन जे भए पनि अब मिगी दोर्जे चाहिँ कस्तो रहेछ अब निङमा सम्प्रदायले कहिलेकाहीँ अब खण्डन पनि गरेको छ कहिलेकाहीँ प्रशंसा पनि गरेको छ हैन कहिलेकाहीँ राम्रो पनि बोलेको छ नराम्रो पनि बोलेको छ हैन हैन अनि खोइ के हो भन्ने किसिमको अनि यो पाँचौं दलाई लामा चाहिँ मिगी दोर्जेलाई अब के हो त त्यति अब श्रद्धा यो विश्वास जनाएको थिएन अब उहाँ चाहिँ अब एउटा सत्य त छैन कुन के हो कुन हो हैन त्यसमा अब त्यति बलियो आधार छैन रहेछ भने यसरी अब आस्था राख्नु भएको थिएन अनि अब यो दलाई लामाले पनि यो अनि के हो त तिलु लामालाई चाहिँ अब झौसेम्बालाई चाहिँ यो खनन गरेको हो भने अब यो के हो त यो दलाई लामा पाँचौं दलाई लामाले चाहिँ अब यसरी गरेको हो खोङसँगबाले यसरी हो भन्ने अब यसरी अब बयान गरेको छ यहाँ अब यो पाँचौं अब खोङसँगबाको सैनिक भित्र चाहिँ के छ भन्दाखेरि हैन अब यो कर्मप रङजुङ दोर्जेको हैन निङमा निङदिकको एउटा के अब लेखिएको छ त्यो भित्र त्यो भित्र हेर्यो भने चाहिँ के हो त अब ग्याल्वा छोयाङको एउटा रूप अवतार हो भन्ने जस्तै अब लेखिएको छ जस्तै अब देखिएको छ भनेको छ त्यसको अब कुङ्गी रङजुङ दोर्जेले चाहिँ के हो त अब साँच्चै नै अब अब ग्याल्वा छोयाङको एउटा अवतार हो भन्ने एउटा हामीले विश्वास गर्न सक्छौँ तर एउटा मिग्यु अब अनि मिग्यु दोर्जे भने चाहिँ एउटा यो ग्याल्वा छोयाङको एउटा के हो त रूप अवतार एउटा केही पनि देखिएन हैन त्यही कारणले अनि रूप ज्ञानमा केही पनि देखिएन रङजुङ दोर्जे जस्तो एकदम ज्ञानी भरिपूर्ण भएको देखिएन त्यति फरक रहेछ रूप अवतार भनेको जस्तै अब केही पनि देखिएन मिग्यु दोर्जेमा चाहिँ भन्ने यसरी अब आपत्ति जनाएको थिए त्यसै गरी अब 18औं शताब्दीमा अब त्यहाँ अब आउनु हुने अब थुइगेन अब चोकी निमे उहाँले अब टुप्दा सेल्गी मेलोङ भन्ने एउटा
ग्रन्थभित्र चाहिँ के लेखेको छ भन्दाखेरि हैन अब त्यहाँ चाहिँ के हो त भन्दाखेरि हैन त्यो भित्र चाहिँ के हो त यो अनि निङ्म धर्म चाहिँ अब निङ्मको यो सम्प्रदाय शुद्धता छैन धर्म सफा होइन भन्ने यसरी विभिन्न अब आपत्ति खण्डनहरू गरेको थियो अब निङ्म गएको हैन निङ्मलाई अब यसरी खण्डन गरेको चाहिँ मिग्यु दोर्जेले नै गरेको हो भन्ने यसरी अब विभिन्न अब भनौँ न भनिएको थियो अब यो 19औं शताब्दीमा चाहिँ गुरु टासी छेजुङ भन्ने भित्र चाहिँ अब गुटाई छेजुङ भित्र चाहिँ के भित्रले के लेखेको छ त भन्दाखेरि अब जे मिग्यु 8औं कर्मपाले चाहिँ ग्याल्सप टासी नमग्यालद्वारा तनाको विषयमा विभिन्न अब उहाँले सुन्नुभयो अध्ययन गर्नुभयो त्यसको विषयमा उहाँले अभ्यास गर्नुभयो त्यसको कर्म रब्गे श्याङकुगे गुरु छङ्गे विभिन्न अब भनौँ न यो साधनाहरू गर्नुभयो हैन विभिन्न धर्म हैन यसको सद्भावनाको कुराहरू उहाँले विभिन्न योगहरू गर्नुभयो हैन अब त्यो भित्र विशेषता के लेखेको छ त गुटै छेजुङ भित्र विशेषता के छ त भन्दाखेरि त्यहाँ चाहिँ के छ भन्दाखेरि अब त्यसको खण्डनको अब खण्डन गर्ने पनि मिग्यु दोर्जेले नै गर्नुभएको हो त्यसको खण्डन गर्नेको जवाब पनि मिग्यु दोर्जेले नै दिनुभएको हो भनेर यसरी लेख्नु भएको छ गुटै छेजुङले चाहिँ अब के हो त यो भित्र चाहिँ अब गुरु टासीले चाहिँ अब उहाँले अब जवाब दिएको चाहिँ मिग्यु यो गुरु टासी छेजुङलाई गुरु टासीलाई थाहा थियो अब हैन यसको जवाब खण्डनको जवाब उहाँले गरे भने थाहा थियो तर त्यसको खण्डन गर्ने पनि मिग्यु दोर्जे नै हो उहाँले नै गर्नुभएको हो भन्ने यसरी गुरु टासीले यसरी गर्नुभयो बताउनु भयो त्यसै कारणले गर्दाखेरि अब अनि विभिन्न अब खण्डन गरेको भनेको पनि धेरै छ हैन खण्डन गरेको होइन भने धेरै छ त्यही कारणले यसमा धेरै कुरा भएकोले यसमा बुझ्नुको लागि अत्यन्तै अब समस्या धेरै नै छ अब जोक्से खेम्बो पेमा बेजर्गी अब भन्ने गुरुको अब भन्ने असरमा चाहिँ उहाँ चाहिँ अब 19औं शताब्दीमा पाल्नु भएको विद्वान हो उहाँले चाहिँ के लेख्नु भएको छ त भन्दाखेरि हैन जुन अब निङ्मको एउटा सत्यता एउटा शून्यतालाई अब बोध नगरिकन थाहा नभइकन एउटा अन्यलमा अब परेर त्यतिकै अब यो विभिन्न निङ्मपाहरूलाई अब यो खण्डन गरिएको हो भन्ने यसरी लेखिएको छ जोक्सिङ पेमा बेजरले बताएको चाहिँ अब मैले लेखेको चाहिँ बताइसकेँ अब जुन अब यसमा लेख्नु भुलेछ त्यसै म भोलि लेखौँ ल त्यसो गरी जमगुङ मिफमले अब युक्सेम कोर्सुम भन्ने भित्र के लेखेको छ त भन्दाखेरि हैन अब ताक्डु भनेको यसमा नि अब प्रश्न गरेको छ अब त्यहाँ के लेखेको छ प्रश्नमा के छ त भन्दाखेरि अब यसको अब शब्द भन्दैन यसको अर्थ मात्रै भन्छु यसको मतलब के माने के बताएको छ त भन्दाखेरि तपाईँ चाहिँ एउटा सेन्डोङको एउटा विद्यालयमा एउटा त्यसको अब सिद्धान्त तपाईँले स्वीकार गर्नुहुन्छ ग्रहण गर्नुहुन्छ त्यसपछि गएर अब यो अनि जे जुन छुकी ग्याल्सेनले रचना गर्नुभएको लुवाङ घोङ्गेन अनि लुवाङ घोङ्गेन देख्ने त्यो किताब देखेर तपाईँले चाहिँ अब आफ्नो सम्प्रदायको अब धर्म चाहिँ कुन हो भने तपाईँले ग्रहण
ग्रहण गर्नु नसकेर थानु अब अनि अनि त्यो थाहा नभएर आफ्नो शिर हराएर अनि के हो त सेन्दुङलाई अब त्यसलाई सम्पन्न गर्नु नसकेर सिद्धान्त अनि सम्पन्न गर्न नसकेर अनि थङ्जुर्पा प्रसङ्गिकको अनि कुराहरू तपाईँले यसरी फैलाएको हो हैन एउटा हैन यसरी आपत्ति जनाएको छ अर्थात् जे भए पनि एउटा त्यसमा चाहिँ एउटा सेन्दुङको कुराहरूलाई चाहिँ अब तपाईँले राम्रोसँग अब गर्नु नसकेर त्यसलाई जान्नु नसकेर अब प्रसङ्गिकको अब हाँगालाई समातेर यसरी अड्किरहेको जस्तो हो भन्ने यसरी अब भनेको थियो हैन विभिन्न अवतार रूप लिएर पनि विभिन्न अब यसरी यसरी अब विपत्ति आपत्ति जनाएको छ उहाँलाई विभिन्न त्यसो गरी रङजुङ दोर्जे र अनि यो अनि छोरा ग्यासोर चाहिँ अब सेन्दोङको कुराहरू अब दर्शनहरू यसरी फैलाउनु भएको छ अनि मिगी दोर्जेल चाहिँ मिगी दोर्जेको एउटा हैन कुराहरूमा उहाँको ग्रन्थमा हेर्नु भने अब रङदुङ भएको हैन शून्यता कुराहरू एकदम लेखिएको हुँदाखेरि त्यसमा अनि अब निम्नपलाई अब चाहिँ के हो अलिकता खण्डन गरेको अनि विभिन्न अब त्यसमा अलिकता विपत्ति जनाएको कुराहरू हुँदाखेरि अनि उहाँले अब यसरी खण्डन गरेको हुँदाखेरि जुन मिगी दोर्जेलाई के हो त अब हटाउनको निम्ति एक किसिम उहाँलाई चाहिँ के हो त विजेत पार्नको निम्ति उहाँको नाम प्रसिद्ध उहाँलाई एउटा विख्यात गुरुलाई एक किसिम के हो त उहाँको प्रसिद्धलाई अब हटाउनको निम्ति अब ईर्ष्यालु एउटा राक्षसको रूपमा आएर विभिन्न अब यो हिङमा धर्म सफा शुद्ध छैन भनेर विभिन्न अब लेखिदिएको छ हैन त्यसरी पनि भइरहेको थियो अब मिगी दोर्जेको अब यो उहाँको विभिन्न अब यो ग्रन्थभित्र हैन उल्लेख गरिएको भित्र अब अनि त्यसमा जवाब के लेखेको छ भन्दाखेरि झटावा भित्र चाहिँ के लेखेको छ जवाब के दिएको छ त भन्दाखेरि अब तेर्दो सांगे लिङ्गे अब उहाँले अब गुरु ढाक्बोइ भिन्जिङ भनेको एउटा त्यहाँ चाहिँ के हो त अनि अनि एउटा मूर्ति भत्काउने त्यसलाई तोड्ने चाहिँ अब तेर्दो सांगे लिङ्गले बनाएको क्रोधित गुरुमा तेर्दोन र अब त्यसले नष्ट गर्नुभयो भनेर यसरी अब जवाब दिएको छ त्यो पहिलो अब भनौँ न क्रममा अब भाँचिएको थियो पछि मात्र जब हामीले त्यो फागङ गुम्बाको पुनर्स्थापना गर्यौं यही कारणले अब यो चाहिँ अब यो मिगी दोर्जेले भत्काएको होइन भत्काउनु लगाएको होइन यो कुनै अब किनकि त्यो भत्किने क्रममा मलाई त्यति थाहा पनि थिएन हैन अब जे भए तापनि अब मिगी दोर्जेको पालोमा चाहिँ भनौँ न क्रमैसँग अब के हो त आरोप कति लाग्यो भने अब मिगी दोर्जेले चाहिँ त गुरु ऋषिको मूर्ति समेत फुटाए त्यस्तोसम्म आरोप आएको थियो हैन धर्म नाश गर्न त भन्नै पर्दैन खण्डन गर्न त भन्नै पर्दैन मूर्तिहरू पनि फुटाए भने यसरी अब आरोप लगाएको थियो मिगी दोर्जेलाई हैन त्यसै कारणले गर्दाखेरि अनि यो धम्जेन कुम्भमेला चाहिँ सिङ्जोङ एक किसिमको निम परम्परादेखि आएको हुँदाखेरि अनि अब आएको हुँदाखेरि हैन अनि फेरि निङ्म सम्प्रदायले चाहिँ अब मिगी दोर्जेले अब खण्डन गर्नुभएको हो विपत्ति जनाउनु भएको हो भनेर चाहिँ यो चाहिँ समारोहमा फैलिएको कुरा हो अनि
अब त्यो बेलामा चाहिँ के हो त भन्दा एउटा आफ्नो धर्म चाहिँ सफा नबुझेर हैन अनि एक किसिमको अब यो सेम्बे अङ्बो गुरुले के हो त भन्दाखेरि हैन जुन आफ्नो धर्म चाहिँ सफा नजानेको कारणले गर्दाखेरि निङ्म र अब यो त्यति अब एउटा फोहोर मैला भएको हैन सफा नभएको रहेछ अब त्यस्तो स्पष्टता छैन रहेछ भन्ने यसरी अब विभिन्न अब चेलाहरू उत्पन्न भएको थियो त्यो चाहिँ के हो त भन्दाखेरि मुख्य कुराहरूले वास्तविकता कुरा नबुझेको कारणले गर्दाखेरि त्यस्तो आएको हो भन्ने यसरी अब जुन कैजुपा पूर्व गुरुहरूले यसरी अब विभिन्न कुराहरू लेखिएको थियो हैन अब त्यो निङमा मात्र नभएर एउटा कमसङ्गहरूले पनि कुनै अब यो खण्डन गरेको जवाब मिगी दोर्जेले लेखिएको छ भने कसैले थाहा पनि छैन हैन त्यस्तै गरी अब यो भनौँ न विभिन्न यो मिगी दोर्जेले अब सेन्दोङको यो दर्शन चाहिँ उहाँले स्वीकार गर्नुहुन्छ भने यो पछि भनौँ ल अब यो मिगी दोर्जेले भनौँ न यो विभिन्न जीवा प्रश्न र यो खण्डन चाहिँ मिगी दोर्जेले गरेको होइन भने मैले यसको मेन स्रोतहरू चाहिँ मैले बताइसकेँ हैन अनि यसको अब धेरै अब धेरै बताएँ तर अब संक्षेपमा बताउँदाखेरि अब यति नै हो फेरि यसको बाँकीको रहेको चाहिँ म भोलि बताउनेछु